बिहान क्लास बेलुका पढाइ अनि त्यो भिड, त्यो भिडबाट एकछिन टाढा जान चाहिँ त्यसैले पाटन गएको थिएँ, तर त्यहाँ नि भिड थियो, तर कमसेकम शान्त थियो। अब रुममा बस्ने मान्छे साधन थिएन, तर साथीले कता कता खोजेर साधन लिएर आयो अनि हामी गयौं पाटन घुम्न। बाटोमा धुलो हो कि धुलोमा बाटो हो, पिचमा धरि धुलो उड्दैछ भनेको। त्यही माथि जाम, तर जसरी तसरी हामी पुग्यौं पाटन। एकछिन बाहिर निक्लिनु थियो, फ्रेस हुन थियो केओसबाट बाहिर निस्केर। एन्ड आई रियली लभड इट। हिँड्दा हिँड्दै एउटा सानो पसल देखियो जहाँ ठुलो भिड थियो अनि त्यहाँ एउटा आइटम थियो स्यावाले नामको। मलाई खान मन थियो तर थिएन रहेछ, तर हामीले खायौं लाफिङ, पोटेटो स्टिक अनि मोमो। त्यसपछि हामी फर्क्यौं घरतिर। दामी मजा आयो, एकछिन फ्रेस पनि भयो, तर सधैँ सधैँ यस्तो फ्रेस हुन कहाँ पाउँथे र म। आफ्नै साधन भएको भए सायद यस्तो आनन्द हुन्थ्यो होला, तर छैन साधन। यदि म करोडपति भएको भए सबभन्दा सुरुमा बाइक किन्थे होला अनि त्यसपछि एमबीबीएस पेमा पढ्दिन्थे। तर मेरो करोडौंको सपना पूरा गर्न मैले *123# डायल गरेर अथवा यान्सेल एपबाट ₹99 या फिर त्यो भन्दा बढीको कुनै प्याकेज लिन्छु भने मैले पाउने चान्स 1 करोड रुपियाँ जित्ने। तपाईको पनि करोडपति हुने सपना छ भने चाडा 9 डायल गर्नुहोस् बाँकी जानकारीको लागि। बाँकी करोडपति बन्न छुट्ला है। यो भिडियो हेर्ने पर्सन कुन चाहिँले 5 वटा एमसीक्यू सिधाइसक्यो होला सायद।